धेरै जस्तो जापानिज लर्निङ एप्सहरू चाहिँ होइन इङ्ग्लिसमा हुने गरेको हुन्छ, जुन कारणले चाहिँ जापानिज बुझ्न एकदमै गाह्रो पनि हुन जान्छ। त्यही भएको हुनाले चाहिँ मैले आज तपाईँहरूलाई एउटा न्यू जापानिज लर्निङ एप्लिकेसन तपाईँहरूको सामु लिएर आएको छु। र यो एप रहेको छ नोबिको। र नोबिकोको सबैभन्दा राम्रो पार्ट भनेको चाहिँ कम्प्लेक्सभन्दा कम्प्लेक्स ग्रामर पनि नेपालीमा इजिली एक्सप्लेनेसन गरिएको छ र बुझ्न पनि एकदम सजिलोले बुझिन्छ। जापानिज चाहिँ इन्डिभिजुअल अल्फाबेट ट्रेसिङ अथवा स्ट्रक्चर पाथबाट पढ्दाखेरि चाहिँ एकदम सजिलो हुन्छ। र विथ द हेल्प अफ नोबिको तपाईँहरूले यसरी स्ट्रक्चर पाथ र अल्फाबेट ट्रेसिङ गरेर पढ्न चाहिँ एकदम सजिलो हुन्छ। मैले नै आफूले चाहिने बेला यसरी नै पढ्ने गरेको छु। यदि तपाईँहरू जापान आउने प्लान गर्दै हुनुहुन्छ भने कुनै इन्स्टिट्युटबाट कन्सल्टिङ मात्र होइन कि आफू इन्डिभिजुअल्ली ल्याङ्ग्वेज पनि प्रिपेयर गर्नुपर्ने हुन्छ। त्यसैले नोबिको तपाईँको साथमा जहिले पनि हुनेछ र तपाईँलाई जापानिज लर्न गर्नलाई एकदम हेल्प गर्नेछ। आई होप तपाईँहरूले नोबिको एप युज गरेर ल्याङ्ग्वेज प्रिपरेसन पनि राम्रोसित गर्नुहुनेछ।